अब हामी नेपालगञ्जबाट जानु लाग्यो रोहन के खान लाग्यो हामी भन्दै त यो अब हाम्रो नेपालगञ्जको लास्ट मिल होइन के रे नाम बोलो भैया घमन्जा हो घमन्जा के अरे घमन्जा नयाँ ट्राई गर्नु लाग्यो त्यही त अब जसमा यसले विवेकलाई टिपेर बुटो लाँदैछौँ हामी किडन्याप भइरहेको छु म यता बिबुनी जाने बिन्दारे सरे आम किडन्याप भइरहेको छु बिहान हाम्रो नेपालको धेरै दुःख दियो त्यही भएर हामीले अब बुटो लगाएर दुःख दिने यसलाई कति दुःख के पत्थर छ ठिक छ मलाई के यसो मासुको डल्लोहरू फालिदिनु होइन कचाकच म एकदम पीडा पाए जस्तो गर्छु एक लाखको नोटको बन्डलले मेरो मुखमा हान्दिनु होइन म रोए जस्तो गरिदिन्छु रोहित रातभरि नचाटेन रोहित ननिदाएर रोहितले गर्दा म ढिलो सुतेको नि रोहितले लाइट अन गरेको छैन भने निन्द्रै लागेन रोहितको इमोसनल मोमेन्ट थियो होइन म फेरि बुझ्छु नि त तिम्रो कुरा पछि हद भएर मैले मुखै छोपेर ज्याकेटले मुख छोपेर सुतेको नेपालगञ्ज वासीहरू को बेला थाहा छ हो म त पस्न साथेछु हाम्रो विवेक साथीलाई चाहिँ बुटोल घुमाउने अब आज बुटोल जाने भोलि पर्सि घुम्ने भाउजू खोजिदिनको लागि म गइरहेको छु बुटोल भाउजू खोज्नु गइरहेको यही हो अब नेपाल आएपछि नेपाल फुल एक्सपिरियन्स गर्नुपर्छ कि बाइकदेखि लिएर राम्रो गाडीदेखि लिएर यस्तो गाडीदेखि लिएर होइन बल्ल पो नेपाल आएछ बुटोल जाने हो मलाई म बुटोल गइरहेको होइन मलाई बुटोल लगिरहेको किडन्याप हानेर मलाई थाहा छ यिनीहरूले मलाई किन किडन्याप गरेको ठिक्कको कुराहरूले ठुकाइसक्यो म कार हजुर यता सर सही खाँदैछ ल है अब हामीलाई विवेकले यहाँ पदमको घर देखाउन लाग्छ है केही पनि देख्दैन अब तँलाई बौवा केही त नि अब ल बुटोलमा बिहान हिजो बुटो लाग्यो होइन बिहान यहाँ के खान निस्केको भटौरा खान जान लाग्यो हामी रोहित च्याङ अझै सुतेछन् होइन पुरै पानी परेर अलिअलि हाम्रो पानीमै गइरहेको तेरो बिरानी होइन बिहान खाइदिएको उठेर हिजो रोलले खाना नचाहेको बिरानी विवेकले बिहान उठेर दन्काएको छ हिजो साला छिटै सुतेकै हो त्यस्तै है बुटोलतिर एउटा बुटोलको कस्तो भटौरा ठिक छ नि होइन तेरो लजाएर चस्मा लगाइसक्यो भ्लग भनेको त ल मेरो नि आउँदैछ दही पनि सही रहेछ त ओ आयो नि त ल सही ओ बिहान रोहित च्याङ आउँदैछन् 2 मिनट टाढा घर भएको मान्छे आधी घन्टा लगाएर आउने के हो यस्तो यार भाइ आएको छन् आज कस्तो फिल भइरहेछ त अब ल निशान अब एमआरआई गर्न जान रेडी छन् बिरामी फिल भयो क्या हामीलाई ढुक्न आएको मान्छे कुरुवा
अहिले तिम्रो पालो आउँछ सेम लगाउने चड्डी लगायो राम्रोसँग चड्डी लगाउने लाज त्यो के भन्छ अरे हिपहपबाट लिएको लगाएको छ नि होइन त्यो लगाएको तालचावाला त छैन छैन हिपहपबाट लिएको छ नि होइन दाइलाई मेन्सन गर्नुपर्छ नि दाइको चड्डी दाइको दोकानबाट लिएको चड्डी लगाएर यस्तो त्यहाँ पेट हेरेर त साइडमा टायर चाहिँ भयो कमाइ हो नि त नेपाल आएको कमाइ हो नि त यति 2 केजी मोटा छ यार नेपाल आएर म कति केजीले मोटाएको अहिले नाप्नु त्यति पनि मोटाएन भने के काम लाग्यो 83 दिँदा 85 केजी सकेको हो म 87 88 होला के हुन्छ घाटेको छ नि त अलि हो आइछ नि त त्यही भएर तिम्रो हाइट भएर पनि काम लागेन नि त टपेन त मलाई कम्युनिकेसन उसमा रोहन हामी अब होइन बुटनमा आज थकाली खाना आउँदैछौँ के रोहित यहाँ ठाउँको नाम के हो गाउँले चुलो गाउँले कुरा चुलोमा खास के हो भने अब हामी खानु जाने अलिक अथेन्टिक खाम उसकाम भने अब यहाँ फेरि हाम्रो साथी नेपालगञ्जबाट आएको उसलाई सादा भात मासु यस्तो मन पर्दैन है उसलाई बिरयानी चाहियो चाट चाहियो त्यस्तो तर अलिकति नेपाली पारा अलिकति भनेर हामी बिरयानी जाने भन्ने कुरा भयो मान्छे नि चटुकै छ फेरि यो विवेक मान्छे नि चटुकै छ यस्तो गर्न किन त्यो बङ्गा होइन झन् बुट्टी देखाउँदैन जी जानी बुझी गएको जस्तो जस्तो देख्छस् जस्तो त त्यसो होइन त्यो क्यामेराको एङ्गलले फरक पार्छ पार्दैन त जस्तो यस्तो गरेर त्यसलाई त्यो मतिर भन्दा आफूतिर अलिक लागेको ल ल ल त्यसले नि यस्तो थियो कि ल ल न सिकाउँछु डाइरेक्सन थाहा छैन एन्सर त न लेकिन आफ्नो गोबर डराइहालेछ ल ल ल आफैले आफूलाई देखाउनु यत्तिकै ल बाबालाई किडन्याप गरिदिनु पर्छ आफूले आफूलाई देखाउँदैन कपाल मिला हामी यार बोल्ने हो कि यसमा बोल्न बोल्न बाबालाई पहिले बोल्नुमा जित्न सक्छ आफ्नो के भन्छ पर्सनल स्टेटमेन्ट हाल्ने हो बाबाले जे ब्लगमा आउँछ यो बाबाले जे पनि भनिरहेको छ सब गफ हान्रहेको छ आफ्नै मन गराउँदै कहानी रचिरहेको छ त्यसले कपाल मिलाउनलाई मागेर चाहिँ लास्टमा ल भाइ अझै यहाँ आउने बित्तिकै ठक्क मोहीसही हुँदो रहेछ होइन ढक्क टाइम छ मोही नेपालगञ्ज त्यस्तो हुन्न यार अनि यत्तिकै पानो फेरि नुहाइदिन्छु तिमीलाई गाईको उसले नेपालमा चाहिँ आउने बित्तिकै पानी दिँदो रहेछ गुटका गोबरले नुहाइदिन्छु भन्ने के जिन्दगी पहिलोचोटि ढेँडा खान लाजै गरेँ जस्तो अहिले होइन धन्यवाद मलाई पनि राखिदिन्छु दालमा पर्छ हजुर दालमा पर्छ कि केही हुन्न ठिकै छ पहिला राखिदिनु हुन्छ हुन्छ थ्याङ्क यू रोहित त ड्याङडुङ खान लागिसकेछन् मजा हात धरेर खान्छु हाम्रो मासु कति छ छुट्टै है अझै सेम गर्छ साले फुडी गरेर जस्तो अघि ल अब खाइन्छ है केटाहरूको डर लाग्दो भन्छ है थप्पी थपी म त फेरि थपेँ रोहित तर्सेको किन के भयो त्यो तिर्पल बनायो यति भात त मेरो मैले 3 दिनमा खान्छु होला यो त मेरो थर्ड हो हामी सबले खाएर बसिसकेछौँ ओलास्स गरेर होइन रोहित दिदीले अझै खाँदैछ अझै एक लट सक्छु भन्दैछ नेपालको जस्तो मिठो नपाएको बुटो लगाएर मिठो भएर खाएको आइज के हो केटाहरू पुरै हाँस्थे बुटल बुटलको बजारमा रोहित रोहन यस्तो साह्रो फुल्की खानु मन लाग्यो रोहनको लक चेक गरौँ है अब यहाँ चाँडै भ्याइन्छ होइन पाइन्छ कि त खुल्ला त छ जतिर भाग्य रहेछ र इस्माइल देख एउटा खुर्सानी मजा पछि किन नआएको अर्को खाने चाट पछि खाने कडाउ दहीपुरी यो ओरिजिनल पुल के हो के तर म उताबाट छुट्टिन्छ रोहन एकछिन सुत्छ उठ्छ जान्छ रोहनलाई त म फेरि भेटिहाल्छु बुटलमै राम्रोसँग जा कल गर है अहिले नरुनी फेरि